नमस्कार सबैजनामा यो भिडियो चाहिँ हाम्रो घरमा आमा हुनुहुन्थ्यो। हजुरआमाको वर्ष दिने काममा यो बनाएको भिडियो है। सम्झनामा सबैजना आफ्नो आफन्त हाम्रो हजुरबा मेन भनेको मैले यो भिडियो बनाउनुको उद्देश्य चाहिँ हाम्रो हजुरबा हुनुहुन्छ यहाँ। सेतो टी सर्ट लाउनु भएको छ मेरो हजुरबा हो। अर्कोपट्टि उता टी सर्ट लाउनु भएको छ, सर्ट लाउनु भएको छ काका हजुरबा हुनुहुन्छ। अनि यता कपाल काट्नु भएको एकजना मेरो बडा हुनुहुन्छ, अनि बुवा हुनुहुन्छ, अनि जेठी फुपू, कान्छी फुपू, अनि मम्मी हुनुहुन्छ। सबैजना हामी वर्ष दिने काममा यति बेला भेट भएर भेला भएर आमाको वर्ष दिने काममा बाछीदान गर्दैछौँ। यो चाहिँ त्यही भएर सबैजना भेला भएको बेला, सबैजना भेटघाट भएको बेला यो भिडियोमा सबैजना उपस्थित भएको बेलामा सम्झना होस्, 25 सम्म यो भिडियो रहिरहोस् भनेर मैले यसका भिडियो मैले एक क्लिप बनाएर राखेको थिएँ पहिला नै। हुन त यो आमा खस्नु भएको यो भिडियो बनाएको 3 साल भइसक्यो। 3 साल अब पछिसम्म रहन्छ रहँदैन। अनि यसमा यसरी बनाएर यहाँ भेनाजु दिदी हुनुहुन्छ यता साइडमा पर, भाइ मेरो भाइ छ, सानीमाको छोरा उपर, कालु भाइ त्यहाँ भिडियो बनाउँदैछ। त्यही भएर चाहिँ यो भिडियो बनाउन आँटेको मैले। मम्मीहरू सबैजना मिलेर बाछीदान गर्न पूजा गर्दै हुनुहुन्छ। यो चाहिँ भोलिपल्टको भिडियो हो। भोलिपल्ट घरमा पूजा लगाएको थियो। वर्ष दिन सकेर भोलिपल्ट सत्यनारायणको पूजा लगाएको थियो। हो त्यतिखेर लाउँदाखेरि सबैजना मिलेर यहाँ हामी पाती चढाउन व्रत बसेर सबैजना रेडी भएर बसेको छौँ। यहाँ ढाका टोपी लाउनु भएको, चस्मा लाउनु भएको, सेतो टी सर्ट लाउने चाहिँ मेरो हजुरबा हुनुहुन्छ। उहाँ पनि हुनुहुन्छ। उहाँ पनि अहिले हुनुहुन्न हामीमा, हामीलाई छोडेर जानुभएको 1 वर्ष भइसक्यो। बुवाले पनि, बुवा आमा दुवैजनाले हामीलाई छोडेर गइसक्नुभयो। त्यही भएर यो भिडियोमा सबै मैले जति पनि भिडियो बनाएको छु यो पूजाको, आमाको वर्ष दिने कामको भिडियोमा बुवा हुनुहुन्छ भनेर यो भिडियो पछिसम्मै रहिरहोस् भनेर मैले यो भिडियो बनाएको हो। त्यही भएर यहाँ सबै आफ्नो आफन्तहरू सबैजना कैद हुनुभएको छ। साह्रै अहिले हेर्दाखेरि साह्रै नराम्रो लाग्छ। यदि छिट्टै हजुरबाले छोडेर जानुभयो भनेर। म छु राति साडी लाउनु, त्यसपछि मेरो छेउमा हुन्छ जेठी फुपू, मेरो छेउमा हुनुहुन्छ जेठी फुपूको छेउमा कान्छी फुपू, पर बिचमा हुन्छ कान्छी फुपू, अनि यता काका काकी हजुरआमा जेठी फुपू र म यहाँ पाती चढाउन भिडियो बनाएर गफ गर्दै एकछिन पाती चढाउन फुल जोडेर फुल बोकेर बसिरहेको छौँ। अनि यहाँ अब सुरु भयो लाखपति बाल्ने बेला। लाखपति बाल्नलाई हामी अब रेडी हुँदैछौँ। सबैजना सपरिवार मिलेर रेडी हुँदैछौँ। बुवा, बडा, बुवा, आमा सबैजना रेडी भइसक्यो। सबैजना भएर अब पूजा गर्दैछौँ, बाती बाल्न रेडी हुँदैछौँ। अनि रातो टी सर्ट लाउने चाहिँ मेरो भिडियो बनाइदिएको भाइले होला, हल्ला र कसरी बनाइदिएको र पनि केही छैन। यो एउटा मेमोरिजको लागि भिडियो भनेर बडाको छेउमा अहिलेसम्म डिलिट नगरिराखेको छु। हजुरआमाहरू, काकी हजुरआमा, मम्मी यो मेरो पिङ्क कलरको लाउने मेरो मम्मी हुनुहुन्छ, अनि बुइनी सबैजना भएर हामी पूजा गर्दैछौँ। अब लाखपति बाल्न रेडी है। जेठी फुपू, कान्छी फुपू हेर्दा 3 वर्ष बितिसकेछ। आमालाई बिदा गरेको पनि 3 वर्ष बितिसकेछ। कति सबैजना भेला भएर लाखपति बाल्दैछौँ। सबै मिलेर हामी आफ्नो आफन्त मिलेर रेडी हुँदैछौँ। गाइज के गर्नु, कुनै बेला त यस्तो लाग्छ कि यो भिडियोहरू बनाएर राख्दाखेरि अनि अहिले हेर्दाखेरि त्यति बेला बनाएको हाम्रो हजुर बेला बेला देख्नु भएको छ। अब पूजा गरिसकेर बाल्ने बेला सम्झिँदाखेरि अहिले अब सबै मिलेर पूजा गर्दै हामी चाहिँ प्यारो भेनाउ छेउमा बसेर भिडियो बनाउँदै हुनुहुन्छ। तर अनुहार चाहिँ देखेको छैन, हेर्दै भिडियो बनाउँदै हुनुहुन्छ। यस्तै छ, के गर्नु। धुपाती बाल्यौँ सबैजना भएर। अब लाखपति बाल्न बढियामा हजुरआमा हुनुहुन्छ, लाग्यो। निलो चोली लाउँछ हजुरआमा हाम्रो हजुरआमा अब बुढी आमा हुनुहुन्छ, बढियामा हजुरआमा हाम्रो अनि यता काकी आमा सबैभन्दा ठुली हुनुहुन्छ उहाँ।
कसरी भिडियो अझै बनाएको छ पनि नि भाइले भिडियो पनि उल्टो कसरी पाल्टो बाङ्गो गरेर छड्के भेना र कसरी अनि कसरी बुइनी चाहिँ गरिदिएको भिडियो रहेछ बनाउँदै भाइहरूले रहेछ गरिदिएको होला साइडबाट राम्ररी गरिदिएको रहेनछ। अब भिडियो बनाउने भाइले पनि पुसा कसरी हल्लाएर गर्दैछौँ बनाइदिएछन् सबैजना सबै मिलेर। हामी रेडी हुँदैछौँ लाखपति बाल्नमा। अब मैले अब लगेर मैले चाहिँ दियो के कलश लगेर राखेको छु चाहिँ दियोबाती लगेर राखेको छु। जग्गामा लगेर राखेँ। पर जग्गामा अब लगेर राखेँ। चाहिँ अब सुरु म हुन आउँदैछु। अब लाग्यो। भजन बोल्दा बोल्दै कीर्तन के गर्दै बोल्छौ अब निन्द्रैमा सुरुवात बोल्दैछु हुन्छ। कि क्या म सबैजना मिलेर रेडी हुँदैछौँ। हाम्रो हजुरबा पनि जानुभयो कस्तो लाग्छ। अझै पनि बुवा हुँदाखेरि घरै कस्तो उज्यालो हुन्थ्यो, अहिले अब बुवा हुनुहुन्न घरमा। मूल घर जान पनि कस्तो लाग्छ। हजुरबा सबै सपरिवार हामी सबैजना उभिएर लाखपति बल्न सुरु भएको छ। अब भजन कीर्तन गाउँदै सबैजना भएर यो लाखपतिमा परिक्रमा गर्छौँ है त गाइजहरू है त। भिडियो मेरो बनाएको यो भोइस भाइले पनि कस्तो कस्तो आइरहेको होला है, म सुतेर गरेर बोलिरहेको छु बनाएको त्यही छ भएर नि। कस्तो आइरहेको छ। अब यहाँ अब लाखपति बलिसक्यो, भजन कीर्तन गर्दै घुम्दै छौँ हामी सबैजना। छोरीमा सानो जामा लगाएको निलो हजुरबालाई जामा लगाएको जतिचोटि देख्नुभयो? देख्छु त्यतिचोटि याद आउँछ छोरीमा मलाई। कति धेरै माया लाग्छ, कति छोरी मजाले भनेको छोरी नै हुन्छ क्या। छोरीहरू यसरी घुम्दै हुनुहुन्छ। भजन कीर्तन गर्ने बेला बुवा भयो लाखपति भनेपछि यसरी बलिसकेको छ, आएर हामी घुम्दैछन्। सबै छोरा मेरो छोरो परिवारबाट भनेपछि घुम्दैछौँ। कहाँ कुदेको छ भन्ने कुरै थाहा छैन। अघि मैले भिडियो छोरीलाई कहाँ खिचेँ होला भनेको त खिचेकै रहेनछ। छोरीलाई देखेको थियो। छोरीहरू दुईटी छोरीहरू त त्यसरी रहर लागेर रियल भोइसमा हाल्नु परेर चाहिँ कस्तो मैले बेकार भोइस कट गरेँ भन्ने लागिरहेछ कि मलाई। बुढाले बोक्नुभयो हजुरबालाई, सकि नसकी बोकिदिएको हुन्छ किनभने बिहानदेखि केही खाएको छैन नि त, पुछामा खाइदिनु भयो। झाँक्रीले झर्काउँदै बोक्नुहुँदैछ। अब लडाउँदैछ कि गर्दै हाल्छ त्यसपछि हजुरबालाई बोक्दा बोक्दै अब तातो हजुरबालाई बोक्दा लडाइ त हाल्नुभयो बुवाले, हात्तेर पुग्नुभयो क्या। अन्त बस्नुभएको ठिक्क, अनि त्यही भएर त्यसपछि बुवाले आमा कहाँ के भन्नु हजुरआमालाई सबैले मैले पनि आमालाई बोकेर डुलाएँ नसके भए पनि अलिअलि गर्दै। त्यसपछि छोरीलाई प्यारो घुम्ती छोरीलाई पनि बोकेर डुलाएँ।